दर्शक पनि अहिले तपाईहरुले देख्न सक्नुहुन्छ धरानको धेरै जसो बिजुलीको पोलहरुमा चाहिँ यो स्पेसको केबलको तारहरु इन्टरनेटको अनि तपाईको टेलिफोनको तारहरु चाहिँ यसरी जथाभावी रूपमा चाहिँ तपाईहरुले असरल रूपमा देख्न सक्नुहुन्छ। यसमा चाहिँ धरानको महानगरपालिकाको विशेष गरी चाहिँ ध्यानकर्षण हुन जरुरी छ। त्यसैगरी सम्बन्धित सरकार वडाको पनि ध्यानकर्षण हुन जरुरी छ र धरानमा रहेको सामाजिक सङ्घ संस्थाहरू र टोल विकास संस्थाहरूको ध्यानकर्षण हुन जरुरी छ। धेरै जसो पोलहरुमा चाहिँ यसरी लापरवाही रूपमा छोडिएको तार देख्न सक्नुहुन्छ। तपाईहरुले केबल तारहरु देख्न सक्नुहुन्छ। आज चाहिँ हामी युवा सञ्जाल सकारात्मक परिवर्तनका लागिको तर्फबाट धरानको कहाँ चाहिँ यसरी असरल रूपमा अव्यवस्थित तरिकाले तारहरु टाँगिएको छ छोडिएको छ त्यो तपाईहरुलाई देखाउने छौं। सुरुदेखि अन्त्यसम्म हाम्रो साथमा रहनु होला। यो करेन्ट लाग्ने हो कि हैन मलाई थाहा छैन। दाजु नचिने करेन्ट लाग्छ है? करेन्ट लाग्ने हो कि हैन मलाई थाहा छैन। तर यो धेरै ठाउँमा चाहिँ यो अघि यसरी इन्टरनेट चाहिँ तपाईले नयाँ जडान गरिसकेपछि पुरानो इन्टरनेटको तारहरु चाहिँ यसरी अलपत्र रूपमा छोडिएको छ। अब कस्तो च्यानलवालाहरुलाई भनेर कार्ड केटाकेटीहरु झुन्डिन्छ लड्छ। ल यो चाहिँ छिमेकी घरकै छ रहनु चाहिँ भराभरिबाट गर्ने भने त तपाईको एक ट्रक नै निक्लिन्छ होला क्या। यति धेरै तारहरु चाहिँ यसरी असरल छरिरहेको छ। यसमा हाम्रो स्थानीय निकायको ध्यानकर्षण कहिले हुने हो? यो के मार्ग दिदी? यो के मार्ग हो? बाटोको नाम के हो? यो के मार्ग? मनिष सुन्दर बाटो। मनिष सुन्दर बाटो यो चाहिँ धरान 3 स्थित मनिष सुन्दर बाटो। पुरानो सुँगुरको पाटापाटी बेच्ने चाहिँ मार्ग छ। यहाँ पनि यस्तो छ। त्यसैगरी हामी धरानको अन्य ठाउँहरुमा पनि गएर हेर्छौं। देखोस् न यो पनि तारको अवस्था पनि। अहिले चाहिँ हामी धनकुटे रोड सिद्धार्थ मार्गमा छौं। हामी चाहिँ यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ अरु ठाउँमा चाहिँ च्यानलको स्पेसहरुको चाहिँ तारहरु चाहिँ अव्यवस्थित रूपमा हुन्थ्यो नि। अब यो चाहिँ मेन घरमा लग्ने बिजुलीको तारै यतिकै छोडिरहेछ। हाम्रो एकजना स्थानीय दाजुको अनुसार चाहिँ उहाँहरूले वडामा यसको चाहिँ जानकारी गराउनु भएको अरे। तर वडा समितिबाट के सूचना आयो भन्दा यो चाहिँ यसमा चाहिँ तार अफ गरिसक्यो, लाइन अफ गरिसकेको छ, डराउन पर्दैन भन्ने खालको सूचना आयो। तर त्यो अब कहिले भन्ने चाहिँ ठ्याक्कै खुलेन। अनि यो चाहिँ लामो समयबाट यतिकै असरल छ। अलिकति हेर्दै पनि डर लाग्दो छ। विशेष गरी वार्ड नम्बर 8 को वडाध्यक्षज्यूले चाहिँ यो चाहिँ हटाइदिनु हुन चाहिँ कसरी हुन्छ तपाईले एउटा भूमिका निर्वाह गरिदिनको लागि हामी युवा सञ्जाल चाहिँ विनम्रसँगले अनुरोध गर्दछौं। र त्यसैगरी बिजुली हाम्रो चाहिँ विद्युत प्राधिकरण धरानले पनि एकचोटि उहाँहरूको पनि ध्यानकर्षण भएको होस्। यसरी बिजुली लाइन काटिसकेपछि यो तार चाहिँ कसले व्यवस्थापन गर्न पर्ने हो?
तपाईहरुको पनि ध्यान आकर्षण भएको यो बिजुलीको तार चाहिँ यतिकै असरल रूपमा छरिएको छ। एकचोटि तपाईहरुले पनि के कसो हुन्छ एकचोटि अनुगमन गरिदिनु हुन पनि हार्दिक हामी विनम्र अनुरोध गर्छौं। ल अन्तमा अब धरान उपमहानगरपालिका विद्युत प्राधिकरण धरान र हाम्रो धरानका जनप्रतिनिधिहरू र विभिन्न सामाजिक सङ्घ संस्था अनि टोल विकास संस्थाहरूको एकदमै ध्यान आकर्षण हुन अति आवश्यक छ। हेर्नुस् यसरी चाहिँ लापरवाही तरिकाले चाहिँ तारहरू छोडिएको छ। अब यो भिडियो कतिको सन्देशमूलक लाग्छ, यदि सन्देशमूलक लाग्छ भने शेयर गर्न, लाइक गर्न नभुल्नुहोला।